गुरुङ राई लिम्बू मगर गुरुङहरूलाई देशको प्रधानमन्त्री बनाइदिउँ। गुरुङ राई मगर लिम्बूहरू बहादुरी हुन्छन्, हिम्मतवाला हुन्छन्, इमानदार हुन्छन्, कसैलाई ठग्ने लुट्नेतिर लाग्दैनन्। यो साँचो कुरा हो। मैले आज होइन 10 वर्षदेखि बोल्दैछु, 15-20 वर्षदेखि बोल्दैछु। उनीहरूलाई लुटौँ, ठगौँ, झुटो बोलौँ, खाऊँ, अर्काको लुटौँ, त्यो हुँदैन। उनीहरू भ्रष्टाचार पनि गर्दैनन्, उनीहरू डराउँछन्। मारौँ पिटौँ पनि हुँदैन। हेर्नु होला अहिले पछिल्लो क्रममा क्षेत्री बाहुनहरूले स्वास्नी मारेको। हिजो मात्रै एउटाले त्यहाँ नवलपरासीमा स्वास्नी मार्यो एउटा बाहुनले। अस्ति उहाँ पोखरामा त्यसै गर्यो बाहुनले। अस्ति दाङमा त्यस्तै गर्यो। ऊ त्यहाँ हेटौडामा बाहुन छेत्रीले, अनि बाहुनले उहाँ शङ्खसभामा बाहुनले, ऊ त्यहाँ झापामा बाहुन छेत्रीले। यो बाहुन र छेत्रीमा के छ भन्दा बढी मांसाहार भोजन गरे, रक्सी खाए, नहुने चिज खाएर बौलाका हुन्। त्यही भएर बौलाए। जने लाउने ठाउँमा जने लाएको छैन, लाउँदैन, टुप्पी पाल्दैन, ठुलो कुरा उही गर्छ, उही जान्ने हुन्छ क्या फेरि। हाम्रै जात जान्ने हुन्छ क्या फेरि। सबभन्दा जान्ने चाहिँ हाम्रै जात के फेरि। बुझ्नुभयो? तर हर्क साम्बाङले बोलेको कुरामा खिचिटेडी गर्यो। म हर्क साम्बाङ चिन्दिनँ, मेयर भनेर थाहा छ, उहाँलाई मैले भेटा छैन। तर ती मान्छे राइट हुन् भन्ने कुरा मैले पहिलेदेखि बोल्दै आएको छु। राइट छन् है? एकदमै राइट छन्। जस्तो सुकै अनुहार राम्रो हुनुपर्छ, हेन्सम हुनु पर्यो। म राम्रो छु भने मेरो विचार हेर्नुहोस् न तपाईँ, मेरो कुरा हेर्नुहोस् न। अन्तिम अमेरिका सफल भएको छ नि त अस्तिको उसमा त। भारत सफल हुन सकेन। अब सब अमेरिका हाई खुसी भएर सब कहिले नदिनेले पनि शुभकामना दिए। हेर्नुहोस्, एनजी भाइ बहिनीहरूलाई उचाल्नेमा बालेन शाहको नम्बर 1 हात छ भन्ने भयो। मैले एउटा देशभक्त मान्छे बालेन कसले उचाल्यो? बालेन गएर सोधौँ न। अमेरिकै पढेर आएका हुन् बालेन, पहिलेदेखि स्ट्यान्ड छन् होइन। आफ्नै तरिकाले बोलचाल बाहिर गर्दैनन्, जनतासँग बोल भेटघाट। अब सबै आउला बाहिर। उहाँकै साथीले खुलासा गर्दै मैले एउटा कुरा, उहाँ बाहिर कसैबाट चल्नु भएको छ, उहाँ आफ्नो डिसिजनले चलेको चाहिँ देखिँदैन है बालेन्द्र शाह चाहिँ। किनभने एउटा मेयर भएर, महानगरको मेयर भएर, यो देशको राजधानीको उहाँ राजा हो, यो राजधानीको प्रधानमन्त्री हो। उहाँले काम धेरै ठुलो गर्नुपर्छ, यति मात्रै होइन। कस्तो खर्बौं बजेट हुन्छ कि उहाँसँग। महानगर देशको राज्यको राजधानीको, काठमाडौँको राजधानी, नेपालको राजधानीको कुरा गर्दैछु। बोल्नेहरू बोल्छन्, मनमा कुरा राख्दैनन्, तिनीहरूको पेटमा पाप हुँदैन। हर्क साम्बाङ एकदमै राई लिम्बू उहाँलाई प्रधानमन्त्री बनाइदिनु पाए मलाई ढुङ्गा बोक्ने बालेनको विरोध होइन, बालेनको विरोध होइन, जे हो त्यही भन्दैछु। हर्क साम्बाङले न कहिले स्ट्यान्ड गरे, न कहिले राम्रो लुगा लाएर गए, न कहिले खर्चपात गरे, न कहिले कुनै तमासा देखाए। हर्क साम्बाङले भनेको ढुङ्गा बोके, सब जनतालाई सङ्घर्ष गर्नुपर्छ, गिटी बालुवा बोक्नुपर्छ, कुद्नुपर्छ, त्यसै नपर्छ, सफा गर्नुपर्छ। आओ केटाकेटी हो, आओ भाइ बहिनी हो भनिया छ। र उहाँ जेसुकै धर्मको हुनुहोस्, हामीलाई मतलब भएन। हिन्दू हुनुहोस् कि क्रिस्चियन हुनुहोस् कि मुस्लिम हुनुहोस् कि बुद्धिस्ट हुनुहोस् कि, राम्रो काम गरेपछि सक्यो। हामीलाई यो हाम्रै धर्मको चाहिन्छ भन्ने हुँदैन। र उहाँ जहिले पनि यसो हेर्छु, अहिले मैले हिजो त्यहाँ हेरेँ, उहाँले चाहिँ आफ्नो त्यो मरेका ती 75 जना ती मरेका ती शहीदहरूप्रति उहाँले कपाल काटेर खैरिएर बस्नु भएको छ। त्यो पनि एउटा देशभक्त राष्ट्रियता छ भन्ने कुरा त्यहाँबाट पनि झल्किन्छ। अर्को कुरा, म यस्तो सङ्कट घडीमा मलाई प्रधानमन्त्री बनाऊ भनेर उहाँदेखि त्यो धरानदेखि विराटनगर आयो, त्यहाँबाट प्लेन चढ्यो या गाडीमा आयो, कति किलोमिटर होइन, यहाँ बस्यो, आफ्नो के थियो कसो थियो, कति राम्रो गर्यो के हर्क साम्बाङको व्यवहार। अब त्यसमा मेयर बालेन शाह केही पनि बोल्नु भएन। उहाँलाई जनताले प्रधानमन्त्री बनाउन खोजेका थिए। तर हिरो त बालेन नै भयो, हिरो त आन्दोलनको हिरो बालेन नै भयो। फेरि हर्क साम्बाङ फिल्ममा आए पनि, तर त्यो आन्दोलनको हिरो हुनुभयो होला, उहाँ हिरै हुनुहुन्छ, पटक पटक प्रधानमन्त्री पनि बन्नुहुन्छ। भोलिका दिनमा राम्रो ग्रह होला, आफ्नो ठाउँमा छ, राम्रै छ, बहादुरी मान्छे, कडा ग्रहको मान्छे छ। खासै चरित्रमा पनि दाग लाग्या बिग्रेको जस्तो लाग्दैन मलाई, राम्रै देखिन्छ, नराम्रो होइन भन्न खोजेको मैले। तर दुईजनामा तुलना गर्दा चाहिँ हर्क साम्बाङले खोजिरहेको थिए नि त, यस्तो सङ्कट घडीमा मलाई प्रधानमन्त्री बनाइदेऊ भनिराख्नु भएको थियो। उहाँ नै अहिले जायज छ नि त, जति धेरै बोले पनि। नबोल्नेको भित्र बुझ्न गाह्रो छ। बोल्नेहरू बोल्छन्, मनमा कुरा राख्दैनन्, तिनीहरूको पेटमा पाप हुँदैन। बालेन र हर्क साम्बाङ ठुलो अन्तर्विरोध भइरहेछ अहिले। उहाँहरूको वाक युद्ध चलिरहेछ क्या अहिले। तर बालेनले चाहिँ एकरो माया गरेको प्रस्तुति दिइरहेछन् होइन। अब त माया उहाँले रमाइलो लेख्नु भएको, मेयर भएर त आई लभ यु, म तिमीलाई अल टाइम माया गरिरहन्छु होइन, के जाति भनेर लेखिराख्नु जरुरी होइन। त्यो केटाकेटी खेला भयो। जनता मरेका छन्, यहाँ शहीद बनेका छन्, यहाँ बाबुआमाहरू आवासी छ, सन्नाटा छ, चाडपर्व आउन लागेको छ। उहाँले त्यो लेख्नुपर्ने आई लभ यु हर्क भनेर लेख्नुपर्ने जरुरी थिएन। अर्को कुरा, हर्क साम्बाङले गम्भीर प्रश्न सोधिराख्नु भएको थियो, बाहिर जा, उता जा, त मन्त्री हुने भयो, प्रधानमन्त्री हुने भयो, उता सोध। त्यो ठिकै हो त, बालेनले हर्कलाई दिनु पर्थ्यो। बालेन भन्दा हर्क जेठो हो, बाउ जस्तो हो, दाई जस्तो हो, गार्जियन हो, उहाँलाई मान्नु पर्थ्यो। महानगरको हो, ठुलो हुँ, मेरो केही पनि चाहिँदैन, मलाई कोही चाहिँदैन भन्ने हिसाबले लाग्नुभयो भने उहाँलाई साथ अलिकति कमजोर हुँदै जान्छ है बालेन शाहको ग्रह।